बुटोलदेखि पाल्पासम्मको सुन्दर यात्रामा निस्किनु भएको छ। आउनुहोस् आज सिद्ध बाबाको दर्शन, घुमाउरो पहाडी बाटो र मनमोहक तानसेनको यात्रा सँगै गरौँ। नमस्कार सबैलाई, मेरो युट्युब च्यानलमा स्वागत छ। यो मेरो पहिलो भ्लग हो। आज हामी बुटोलबाट पाल्पातर्फ यात्रा गर्दछौँ। बाटोभरिको सुन्दर दृश्य, यात्रा अनुभव र तानसेनसम्मको रमाइलो माहौल तपाईहरुसँग साझा गर्नेछौँ। भिडियो अन्त्यसम्म हेरेर साथ दिनुहोला। बुटोल छोड्दै गर्दा मनमा एउटा छुट्टै उत्साह थियो। पहाडतिर उक्लँदै जाँदा बाटोका हरियाली दृश्य र चिसो हावाले हामीलाई अझ रमाइलो बनाउँदै थियो। सिद्धार्थ हाइवेमा यात्रा गर्दा हरेक मोडमा नयाँ दृश्यहरू देख्न सकिन्छ। यात्राको क्रममा हामी पुग्यौं सिद्ध बाबा मन्दिर। त्यहाँ पूजा गर्नको लागि लामो लाइन पनि रहेको थियो। हामीले पनि दर्शन गर्यौं। सिद्ध बाबाको यो पवित्र ठाउँको आफ्नै महत्त्व छ। यो हो सिद्ध बाबा सुरुङ मार्ग, जुन अहिले निर्माणको क्रममा रहेकाले बन्द अवस्थामा छ। भविष्यमा यो सञ्चालनमा आएपछि बुटोल र पाल्पा बीचको यात्रा अझ सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। यात्राको बीचमा तिनौ खोलाको सुन्दर दृश्यले मनै रमायो। केही बेर यहाँ बसेर प्रकृतिको आनन्द लियौ। वर्षाको मौसममा पहाडी बाटोको आफ्नै चुनौती हुन्छ। हिलो बाटो र बाटो बनाउने काम हुँदै गर्दा पनि हाम्रो यात्रा पाल्पातिर निरन्तर अघि बढिरह्यो। अनि आइपुग्यौं हामी भूत खोला पुलमा। यहाँ वरिपरिको सुन्दर संरचना र हरियालीले यो ठाउँलाई झन आकर्षक बनाएको छ। अनि फेरि आइपुग्यौं हामी झुम्सा खोला पुल। पहाडको बीचमा रहेको खोला, नाला, झरना, हरियाली, सुन्दर दृश्यले यात्राको मजा झन बढाउँछ। बाटो घुमाउरो भए पनि वरिपरिको सुन्दरता हेर्दै यात्रा गर्न पाउँदा छुट्टै आनन्द आउँछ। पहाडका डाँडामा फैलिएको हरियाली र मनमोहक दृश्यले हरेक मोडमा नयाँ अनुभव दिइरहेको छ। केराबारी आइपुग्दा पहाडी बस्ती, घर, होटेल र घुमाउरो बाटोहरू हामीले देख्न सक्छौँ। यस्तो बाटोमा ठाउँ ठाउँमा सावधानीका लागि राखिएको बोर्डहरू देखिन्छन्। यहाँ दुर्घटना हुने सम्भावना र माथिबाट ढुङ्गा खस्ने जोखिमबारे जानकारी दिएको छ। त्यसैले यस्तो घुमाउरो पहाडी बाटोमा यात्रा गर्दा सधैँ सावधानी अपनाउनु होला। यात्राको क्रममा यस्ता स्थानीय ठाउँहरू पनि हेर्न पाइन्छ। पाल्पाका ताजा फलफुल र तरकारीहरू बाटैमा भेटिँदा धेरै रोकिएर किनेर घर लैजानुहुन्छ। त्यसपछि हाम्रो यात्रा पुग्यो डुम्रे खोला पुलमा। यहाँ खोलाको छेउमा रहेका नास्ता पसलहरू यात्रीहरूको लागि निकै आकर्षकको ठाउँ रहेछन्। बाटोमा आउने जाने धेरै मानिसहरू यहाँ रोकिएर नास्ता गर्ने गर्छन्। विशेष गरी यहाँको बटुक, माछा, रोटी, पकौडा निकै स्वादिलो हुने भएकाले धेरैले यहीँ बसेर खान मन पराउँछन्। हामी पनि एउटा पसलमा बसेर खोलाको सुन्दर दृश्य हेर्दै तातो तातो नास्ताको स्वाद लियौँ र खोलाको आवाजसँगै खाएको त्यो नास्ता यात्राको मिठो सम्झना बन्यो। डुम्रेको बजार हुँदै बाटोमा पर्ने दिदीको घरमा केही बेर भेटघाट गरेर फेरि हाम्रो यात्रा अगाडि बढ्यो। यात्रा अघि बढ्दै जाँदा प्रवासी लुम्बिनी मेडिकल क्षेत्र आइपुग्यौँ। वरिपरिको शान्त वातावरण, हरियाली दृश्यले यो ठाउँलाई अझ सुन्दर बनाएको छ। बाटोभरि देखिने यो दृश्यले यात्रालाई झन यादगार र रमाइलो बनाइरहेका छ। अब हामी तानसेन नजिकै आइपुग्दैछौँ। बर्तुङमा पुगेपछि बाटो दुईतर्फ छुट्टिन्छ। एकातर्फी पोखरा जाने बाटो र अर्कोतर्फ तानसेनतर्फ जाने बाटो। हामी भने तानसेनतर्फको बाटो रोज्दै हाम्रो यात्रा अगाडि बढायौँ। तानसेनको उकालो बाटो पार गर्दै गर्दा अब हामी तानसेन नजिकै आइपुग्दैछौँ। चिसो वातावरण र हरियाली वातावरणले मन नै लोभ्यायो। केही बेर रोकेर हामी पनि फोटो खिच्यौँ, सुन्दर दृश्यको आनन्द लियौँ र ती यादगार पलहरूलाई क्यामेरामा कैद गर्यौँ। हरियाली, सल्लाहगारी र शान्त वातावरणले तानसेनको सुन्दरता झन बढाएको रहेछ। तानसेन बजार हुँदै हामी पाल्पा बस पार्क पुग्यौँ। त्यसपछि तानसेन नगरपालिका क्षेत्र हुँदै तानसेनको सुन्दर दृश्य हामीले अवलोकन गर्यौँ। पहाडको काखमा बसेको यो ऐतिहासिक सहरको वातावरण र दृश्य साँच्चै नै मनमोहक लाग्यो। यो तानसेनको चारैतिरको भ्यू, चारैतिरको सिनेरी, हरियाली हेर्दाखेरि एकदम खुसी र आनन्द लागिरहेको छ। तानसेन बजारको साँघुरो तर सुन्दर पुरानो बाटो हुँदै हामी अगाडि बढ्यौँ। यही यात्रामा पाल्पाको ऐतिहासिक तथा प्रसिद्ध पाल्पा दरबार पनि पुग्यौँ। यो हो पाल्पा दरबार, पाल्पाको ऐतिहासिक धरोहर र पुरानो शानको सुन्दर चिनारी। पहाडको रानी भनेर चिनिने तानसेन सदरमुकामको सुन्दरता शब्दमा बयान गर्नै गाह्रो छ।
पाल्पाको अर्को विशेष पहिचान हो ढाका कपडा। यहाँका ढाका पसल र उद्योगमा बनेका आकर्षक कपडाले सबैको ध्यान तान्छन्। अब हामी बतासे डाँडाबाट अघि बढ्यौँ। यही नजिकै रहेको त्रिभुवन बहुमुखी क्याम्पसले यस ठाउँको महत्त्व अझ बढाएको छ। बतासे डाँडामा बाटो छुट्टिने ठाउँ आयो। एक बाटो गुल्मीतर्फ जाँदै थियो भने अर्को बाटो आफ्नै गाउँतर्फ र आफ्नोपनले भरिएको बौगा गुम्बाको बाटो समाउँदै हामी अगाडि बढ्यौँ। बौगा गुम्बाको डाँडा काँडा हरियाली र लहलहाउँदा खेतीपातीले मन नै आनन्दित बनाइरहेको थियो। घुमाउरो बाटो हुँदै अगाडि बढ्दा प्रकृतिको सुन्दरताले यात्रालाई झन् विशेष बनाइदियो। अब भने हाम्रो घर आइपुग्नै लाग्यो। यात्राभरिको सुन्दर दृश्य र मिठा अनुभूतिहरू सँगाल्दै अन्ततः आफ्नै घरको नजिक पुग्दा मन छुट्टै खुसी महसुस भइरहेको छ। घर पुग्ने बाटोमै बुवासँग पनि भेट भयो। उहाँ पनि घरतर्फ नै लाग्नु भएको थियो। फाइनल्ली हामी हाम्रो घर आइपुग्यौँ। घर आमा खेतको काम सकेर भर्खर आउनु भएको थियो र परिवारसँगको यो भेटघाटले यात्राको सबै थकान बिर्साइदियो। यो मेरो पहिलो युट्युब भ्लग थियो। यहाँसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। भिडियो मन परे लाइक, कमेन्ट र सब्सक्राइब गरेर माया र साथ दिनुहोला। फेरि अर्को नयाँ भ्लगमा भेटौँला।